नमस्ते सबैजनालाई। आज भने चाहिँ म चिकन विङ्ग्सको रेसिपी लिएर आइसकेको छु र चिकन विङ्ग्समा चाहिने सामग्रीहरू चाहिँ यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ। सुरुमा चाहिँ अब मैले यो बनाउनको लागि चाहिँ एउटा सफा बाटामा हात धोएर ग्लोभ्स लगाएर चिकन विङ्ग्सलाई राख्छु र चिकन विङ्ग्स राखिसकेपछि यसमा चाहिँ म अदुवा र लसुनको पेस्ट राखिदिन्छु र अदुवा र लसुनको पेस्ट राखिसकेपछि यसमा चाहिँ म कश्मिरी लाल मिर्च सो द्याट कि राम्रो कलर आओस्। त्यसपछि मिट मसला राखेपछि स्वाद पनि मिठो हुन्छ नि त। अनि स्वाद अनुसारले नुन अनुसारले स्वाद हाले पनि हुन्छ। त्यसपछि जिरा, त्यसपछि यसलाई मजाले मजाले मोलिदिने। अनि यो मोलिसकेपछि तोरीको तेल त राख्नै पर्यो। त्यसपछि मजाले तोरीको तेल सर राखिदिइसकेपछि फेरि मोल्ने मात्र काम। त्यसपछि यो अन्डालाई चाहिँ फुटाएर मैले 2टा अन्डा राखेको छु। त्यो अन्डा 2टा राखिसकेपछि फेरि मोल्ने काम। त्यसपछि यसलाई मोलिसकेपछि मैले तेल तताउन राख्दिएँ हाई फ्लेममा। यसलाई छोपेर 2-3 घन्टा राखिदिनु होला। त्यसपछि यो तेल मजाले तताइसकेपछि यो चाहिँ हाई फ्लेममा तताउँछ है म चाहिँ। अनि त्यसपछि चाहिँ लो बनाइदिन्छु। अनि लो फ्लेममा चाहिँ यो मजाले पाक्न दिने, किनभने हाईमै छोड्यो भने चाहिँ फेरि यो बाहिर डढ्छ, भित्र पाक्दैन है। त्यही भएर यसलाई मजाले पाक्न दिने, उल्टाइ पल्टाइ पाक्न दिने। र यो उल्टाइ पाकिसकेपछि चाहिँ हाम्रो चिकन विङ्ग्स रेडी हुन्छ। मेरो चाहिँ रेडी भइसकेको छैन, किन भन्दाखेरि यो फर्स्ट लट हो। यो फर्स्ट लटलाई चाहिँ मैले उल्टाइ पल्टाइ गरेर बनाउँछु। र यो बनाइसकेपछि हेर्नु त कस्तो यम देखेको, खाउँ जस्तो लागेको छैन त। यदि खाउँ जस्तो लागेको छ भने चाहिँ प्लिज सब्सक्राइब गर्नु होला है त। अनि मलाई फलो पनि गर्नु होला। र यो लट चाहिँ मैले निकालिदिएँ। यो फर्स्ट लट रेडी भयो। अब यसलाई मजाले म चाहिँ पेपर टावलमा राखेर निकाल्छु सो द्याट कि तेलहरू त्यहीँ सोसियोस्। यो एउटा चाहिँ अलिक पाक्न कम भएछ। त्यसपछि मैले फेरि मेरो सेकेन्ड लट हालिदिएँ। सेकेन्ड लट पनि म त्यस्तै गरी उल्टाइ पल्टाइ गरेर बनाउँछु। र यदि हजुरहरू मेरो नयाँ हुनुहुन्छ मेरो च्यानलमा भने चाहिँ मलाई लेखिदिनु होला कहाँबाट हेरिरहनु भएको छ। अनि यसै गरी हाम्रो रेसिपी पनि सक्यो। बाई, सी यू अल इन माई नेक्स्ट भिडियो।